टङ्कबहादुर बुवा चाहिँ यो समाजको एउटा खम्बा हुनुहुन्थ्यो। हामीले यो विद्यालयको प्राङ्गण जो देखिरहेका छौँ, विद्यालयलाई यो स्तरसम्म उठाउनका लागि यहाँको ठुलो भूमिका रहेको छ। आज हामीले उहाँलाई गुमाएका छौँ। खास गरी उहाँसँगैका मलाई भन्न मन लागेको विषय के छ भन्नुहुन्छ भने यो विद्यालयको स्थापनादेखि एउटा गहन जिम्मेवारीमा रहेर भूमिका निर्वाह गर्दै आउनुभएको एउटा जिउँदो इतिहासको रूपमा हामीले हाम्रो टङ्कबहादुर ओली बाजेलाई चाहिँ हामीले पाएका थियौँ। र अब चाहिँ मलाई लाग्छ त्यो जुन एउटा इतिहास थियो, त्यो इतिहासबाट त्यो जिउँदो इतिहास पनि हामीले हाम्रा त्यो विरासतका चाहिँ जिम्मेवारी साथीहरू के अरे जिम्मेवारी वहन गर्नुभएका अभिभावकहरू अब हामीले चाहिँ यहाँ देख्न सक्ने छैनौँ। केही अभिभावकहरू यहाँ हुनुहुन्छ, तर जुन विवेशकको चाहिँ अभिभार बोकेर त्यो विद्यालयको चाहिँ एउटा अहोरात्र खट्ने सल्लाहकारको भूमिकाको रूपमा उहाँ चाहिँ हरेक कार्यक्रममा, हरेक बैठकमा, हरेक श्रमहरूमा चाहिँ जोड दिने एउटा व्यक्ति हुनुहुन्थ्यो। उहाँको मिजासिलोपन, उहाँको सरल स्वभाव र हामीलाई दिने सल्लाह सुझाव एकदमै अतुलनीय छ। र खास गरी यो विद्यालयको प्राङ्गणको यतापट्टि जुन हामीले यो भूभाग देखिरहेका छौँ, विशेष गरी विद्यालयहरू बनाउनका लागि त्यस क्षेत्र आसपासमा रहेका अभिभावकहरूले हाम्रो विद्यालयलाई चाहिँ योगदान नदिएको भए, यदि उहाँहरूले त्यो ठाउँमा चाहिँ हामीलाई सहयोग नगरेको भए हामी त्यो विद्यालय बनाउन सक्ने अवस्था थिएन। मलाई के कुरा याद भइरहेको छ भने थुप्रै ठाउँमा चाहिँ विद्यालय बनाउनका लागि जग्गा डोनेसन गर्ने दाताहरू कमै देख्ने गर्छौँ हामीले, र भएको माटोलाई पनि फाल्न नदिने थुप्रै अभिभावकहरू पनि हामीले देख्ने गरेका छौँ। तर यो यतापट्टिको जुन भाग छ त्यहाँ चाहिँ सबै त्यो माटो फाल्नका लागि चाहिँ यहाँहरूले जग्गा चाहिँ दिनुभयो। खास गरी त्यसमा अवरोध कति पनि अवरोध गर्नु भएन। त्यो ठुलो एउटा चाहिँ त्याग यहाँहरूले दिएको चाहिँ स्कुलप्रतिको सदा एउटा चाहिँ जुन त्याग छ त्यो पनि हामीले चाहिँ स्मरण गर्न लायक छ। त्यसो भए हुनाले यस्तो खालको चाहिँ मिजासिलो स्कुलप्रति, संस्थाप्रति वफादार व्यक्ति आज हामीले गुमाएका छौँ र यसले हामीलाई चाहिँ दुखित पनि बनाएको छ। एउटा खम्बा चाहिँ हामीले गुमाएका छौँ। त्यसो भएको हुनाले यहाँप्रति हामीले श्रद्धाञ्जली व्यक्त गर्दै यो परिवारलाई चाहिँ सन्तप्त परिवारप्रति धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने चाहिँ हामी त्यो कामना गर्न चाहन्छौँ। र यहाँले चाहिँ दिएका चालेका पाइलाहरूलाई हामीले हाम्रो यो नयाँ पुस्ताले शिरोधार्य गर्दै उहाँहरूको सपना पुरा गर्ने बाचा पनि हामी यहाँबाट गर्न चाहन्छौँ। यहाँले बनाएका संस्थाहरू, यहाँले हिँडेको बाटो हामी नयाँ पुस्ताले पनि यसरी नै पछ्याउँदै जानेछौँ भन्ने प्रतिबद्धता राख्दै मेरो छोटो श्रद्धाञ्जली मन्तव्य यहीँ टुङ्ग्याउँछु। धन्यवाद सल्लाहकार केबी गुरुङ सरलाई। पक्कै पनि यो विद्यालयलाई यो उचाइसम्म पुर्याउनको लागि तपाईँ सम्पूर्णको एउटा योगदान छ। विशेष त नेतृत्वदायी पहल कदमी गर्ने टङ्कबहादुर ओली जस्ता महान व्यक्तिहरूको सपनालाई साकार बनाउनको लागि यो पछिल्लो पुस्ताले पनि केही कुरा हामीले सिक्नुपर्छ, हामीले सिकिरहेका छौँ जस्तो लाग्छ। यहाँको समाज, यहाँको वस्तुस्थिति हेर्दाखेरि हामीलाई के गर्न लाग्छ भन्दाखेरि यो श्रद्धाञ्जली सभामा उपस्थित वयोवृद्ध समाजसेवी, बुद्धिजीवी, साथै यसै विद्यालयका हाम्रो विद्यालयका प्राध्यापक सम्पूर्ण उपस्थित यहाँ यो शोक सभालाई आज अन्तिम दिन जुन शुद्ध शान्तिको दिन छ, यो दिनमा उपस्थित सबै सम्पूर्ण आमा बुबा दाजुभाइ दिदीबहिनी